₹1000 प्रदान गर्नुभएको छ। सत्यवती गाउँपालिका वडा नम्बर 4 निवासी हालका थरूमा व्यवसाय गरिबस्नुहुने आदरणीय खेतु ध्रुव हरिजवालीज्यू अहिले चाहिँ हामी सत्यवती गाउँपालिका वडा नम्बर 5 असारमा जोरदार तालीले उहाँहरूलाई चलिरहेको माघेमा हार्दिक विनम्र आग्रह गर्दछु। यहाँहरूको सदा मङ्गल होस्, कल्याण होस्, रमाइलो भइरहेको छ। कहिल्यै छैन दिन पुगेन भन्ने स्थिति नहोस्। भगवानले भक्तजनहरूको उत्तिकै घुइँचो छ। भाइजहरू हामीले चाहिँ त्यो प्रवचन सुन्नलाई एकदम बोर लाग्यो है। अनि हामी चाहिँ एउटा कुरामा डेटिङ स्पट बसिरहेको दिदी बहिनी होइन। व्यतिरिक्त प्रमाणद्वारा सबैको तात्पर्य पनि मैले देखाउँछु मैले त्यो पुष्टि गर्न चाहेको उहाँमा हेर्नु उहाँले चाहिँ भात खाइरहनु जान्नुभयो अचार सचार बनायो होला नि। त्यो संसारलाई चिन्दैन कसैले। भात खान मन लागेको छ है व्यवस्था पनि। स्वर्गीय माता पिता शिवकला र चिन्तामणि ढकालको वैकुण्ठ वासको कामना गर्दै आयोजक परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। यो ताली बजाउने बेला मोमो खान जाऊ। मैले त त्यहाँ भतेर यति मिठो बजाउनुहुन्छ नि मोमो चाहिँ देखेको के मतलब त्यो बिहान राखिरहेको थियो। अनि म त मोमो नै होला भन्ने सोचेँ। त्यहाँ भात खान्छौ कि हलुवा खान्छौ? हलुवा त हिजोको कुल पूजाको अझै तिनटाको बाद एक कराई छ। भात खाने बेला भएन अहिले खान्छ भने म त आमन्त्रण गर्दै डाक्टर दामोदर ढकाल र उहाँको सब परिवारमा सदा सुख शान्ति समृद्धि आयुहरू सम्मान ग्रहणका निम्ति मञ्चमा आइदिनु चलिरहेछ कि होइन पूजा चाहिँ राम्रो आछ। हाम्रो भाइ बहिनीहरू लगेका छन्। अहिले हामी भिडियो बनाउने नाच्ने हो। बाजा बजाउँदै हुनुहुन्छ हाम्रो बाजा। हजुरलाई सहयोग गर्न मन लाग्छ भने हेर्नु यहाँ बाजा खोजी बाजाकै व्यवस्था छ। भतेर खोजी भतेरकै। हजुरलाई आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने आर्थिक सहयोग हुन्छ। कृपया कथा प्रसङ्ग चल्दै गर्दा व्यवस्था पनि छ। अनि झल्लुलामहरू सुत्तमल्ला पनि विद्यालयमा तपाईले किताब लिदाउनेको ज्ञान मात्रै पाउनुहुन्छ। हजुरलाई जे खोज्नुहुन्छ विद्यालयमा हुन अन्यत्र कहीँ नपाइने ज्ञान आर्जन गर्ने यो ठाउँ हो। कृपया सबैलाई बाइक राख्न कार राख्न गाडी राख्न खेतहरू या सर्लक्कै छ। अनुसारको व्यवस्थापन हुनका लागि आग्रह छ। खोल्छन् उनीहरूलाई पनि नजिक बसेका भाइ बहिनीहरू कुछ ज्यादा नहीं हो गया मतलब सबभन्दा यो जगत बनाउने कुनै एउटा पक्कै पनि सत्य वस्तु छ। सुन्न मन लाग्यो रे। यसबाट यो जगत बनेको छ। तिमी संसे भएको मतलब यहाँको जगतको चाहिँ पालना पनि हुन्छ, पालन पनि हुन्छ। मतलब तिमीहरु फेस देखाइन ल ड्युटी हुन्छ कि के हो? तिमीलाई यहाँ भनेर राखिरहनु हुन्छ कि आफैले बस्या हो नि? भागवतको प्रारम्भमा सरहरूले राखेको तर धेरै विद्यार्थीहरू के स्कुलका निक्लियो भनेर। भाइ वाशरूम कहाँ यहाँ? वाशरूम संसारको विषयमा चिन्तन स्कुलमा कलेजमा? यसको परिवर्तनलाई हेर। थ्याङ्क यू। तर के हैन मलाई एउटा कुरा याद आयो के न हामी स्कुलको बेलामा के लगाएकोलाई के भन्छ रे नाम भन्न आएन हैन यस्तो ब्यानर लगाएर यसरी बसेहा कुनै उसमा मेम्बरमा लिड भएर बसेहा भने नि हैन सहयोग नै बेग्लै हुन्थ्यो कि रेस्पोन्सिबिलिटिज नै छुट्टै हुन्छ कि रेस्पोन्सिबिलिटिज पुरा बेग्लै साथीहरुको अगाडि सान नै बेग्लै हुन्थ्यो हैन अनि हामीले पनि के त्यो पानीहरु ओसार पोसार गर्न पायौं भने यति खुसी हुन्थ्यो ओसार पोसार गर्ने त्यो रे त्यस्तो राख्नी त क्यामेरा हुनुको लागि कन्ट्रोलिङमा राख्छ नि त यसरी यस्तो मान्छेको कन्ट्रोलिङमा सबै बस्नु पर्छ भन्ने कपाल कर्ली गरेर दाढी पाले कपाल तर हैन कोही पनि हेर्छन् त्यसो यो कोही पनि आएन नै उ त पण्डित आरेछ नि पण्डित जन्त नै हेर्छन् थिए पण्डित गेस्ट यसो पूजामा कोही पनि आउँदैनन् कि केटाहरु अल्छी बिल्डिङ सब घर बस्न अल्छी लागेका बाहरु तर यहाँ चाहिँ डेटिङ आउने ठिकै हुँदो रहेछ खोला नाला नजिक रहेछ अनि फेरि दिशा नै गएको छ हैन हामी चाहिँ एकदम संस्कारी पूजा भित्रै नै हामी पूजाको बाउन्ड्री भित्र नै हम पहिरेर आछ जस्तै मानवको उदाहरणको लागि थोरै अथवा पानीलाई गुलियो बनाउनु पर्यो भने शरबत बनाउनु पर्यो भने भात तरकारी फ्राई हुँदैछ के खाएर जाने एकैचोटी दुधलाई गुलियो बनाउँछ त्यो प्रवचन त्यहाँ त्यही गाउनु कि त्यही भनिरहनु हो त्यही भन्नु झ्याउला झ्याउला कि हामी 2 घण्टासम्म त्यही बसिरहेम हैन
भजनहरू भएको भए कोही नाटकहरू देखाएको भए हामी चाहिँ बस्थ्यौँ। भक्तवत्सल भगवान को श्यावर रामचन्द्र भगवान को। आउनुहोस् अब भने हामीहरू विलम्ब नगरिकन आजको यो दिव्य कथा सत्रलाई शुभारम्भ गर्दछौँ। जसले थाहा पाउँछ हो यो रुखका पात खसे भनेर जसले थाहा पाउँछ, यो संसार परिवर्तनशील रहेछ भनेर जसले थाहा पाउँछ, त्यही नै जान्नेवाला थाहा पाउनेवाला सत्ता नै त्यो त परम सत्य हो। त्यही सच्चिदानंद भगवान को, भागवत भगवान को। त्यसैले गर्दा भावना अथवा हजुरभित्रको ऊर्जालाई हामीले भा शब्दले बोध गर्यौँ। ग अथवा गतिको रूपमा अथवा हजुरभित्र रहेको जुन ऊर्जा छ त्यो ऊर्जालाई नै कर्मको माध्यमबाट गतिशील बनाउँदै बोध गराउने शास्त्र विशेषको नाम के हो त भने भागवत हो भनेर हजुरहरूले यहाँ चर्चा गर्छौँ, चिन्तन गर्छौँ। त्यही दिव्य ग्रन्थ श्रीमद् भागवत महापुराण जसलाई यति बेला हजुर हामीले प्रारम्भ गरेका छौँ। आउनुहोस् अब भने हामी विलम्ब नगरिकन भागवतको कथा नै शुभारम्भ गरौँ। जो श्रीमद् भागवत महापुराण जसको श्रवण गर्नाले प्राप्त हुने जुन फलहरू छन् फलश्रुतिको रूपमा पनि धेरै। A few moments later. A few inches later. हामीले माम पनि खाइयो हैन वर्षाको म्यारिडलाई। हजुर हाम्रो भाइले पनि माम खाएको छ, आन्टीले पनि माम खाँदै हुनुहुन्छ। ए बाबु, ए सानो। One eternity later. जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। Hours later. आँखामा तिमीलाई पाउँछु मधेरै सपनीमा तिमीलाई पाउँछु निन्द्रा